हेलो जय मसी। आज म एउटा कुरा सेयर गर्न चाहन्छु। गड नेभर लेट। परमेश्वर कहिले पनि ढिलो गर्नुहुन्न। सो मेनी टाइम जीवनमा हामी अतालि पठाउँछौँ अरूको सफलता देखेर, अरू माथि पुगेको देखेर। ला फल्ना त माथि पुगेछ सेवकाईको क्षेत्रमा, फल्नाको सेवकाई त यति बढेर गएछ, ला फल्नाले त गाडी किनेछ, फल्नाले त जग्गा किनेछ, फल्नाले त घर बनाएछ। यस्तै कुराले हाम्रो जीवनमा त्यो कुराले हाम्रो जीवन चाहिँ विचलित बनाइदिन्छ। तर परमेश्वरको वचन यसरी भनेको छ, गड नेभर लेट। परमेश्वर कहिले पनि ढिलो गर्नुहुन्न। उहाँको प्रतिज्ञामा, उहाँले गर्नुभएको प्रमिसमा चाहिँ उहाँ कहिले पनि ढिलो गर्नुहुन्न। बाइबलको वचनमा हबकुकको पुस्तक 2 अध्यायको 3 पदमा यसरी लेखेको छ। हबकुक 2:3 मा, त्यो दर्शन ठहरिएको समयमा पुरा हुनेछ, त्यो पुरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिँदैन। त्यो पुरा हुनु ढिलो भए तापनि त्यसको बाटो हेर्दै बस, किनभने त्यो निश्चय पुरा हुनेछ, त्यसले ढिलो गर्ने छैन। आमेन। परमेश्वरको वचन हुनेछ, जुन दर्शन चाहिँ ठहरिएको समयमा पुरा हुनेछ, जुन चाहिँ दर्शन एपोइन्टेड टाइममा चाहिँ त्यो चाहिँ फुलफिल हुनेछ भने चाहिँ त्यसले चाहिँ ढिलो गर्ने छैन, त्यसले निश्चय नै पुरा हुनेछ। बाइबलमा हामी अर्को ठाउँ के देख्छौँ भने यूहन्ना सुसमाचार 11 अध्यायमा त्यहाँ हामी लाजरस, यीशु र लाजरसको कथालाई हेर्छौँ है। अनि बेथानी भन्ने एउटा जग्गामा चाहिँ त्यहाँ चाहिँ लाजरस, जसलाई चाहिँ यीशुले एकदमै माया गर्नुहुन्थ्यो, यीशुले एकदमै प्रेम गर्नुहुन्थ्यो है। अनि एक दिन चाहिँ के भयो भन्दाखेरि त्यो घटनामा चाहिँ यीशुले एकदमै माया गर्ने लाजरस चाहिँ बिमारी छ भन्ने खबर चाहिँ यीशुले पाउँदछ। अनि जसै उहाँले त्यो खबरलाई पाउँदछ, उहाँ त्यहाँ 2 दिन बस्नुभयो भनेछ क्या। उहाँले आफूले माया गरेको व्यक्ति बिमारी छ भन्दा पनि उहाँ चाहिँ त्यहाँ 2 दिन बसेको छ है। तर उहाँ त्यहाँ पुग्दाखेरि चाहिँ उहाँ 4 दिनमा चाहिँ लाजरस चाहिँ अघि मरिकन उहाँ लाजरसलाई चाहिँ दफनाइसकेको थियो है। तर उहाँ 2 दिन बस्नुभयो। एउटा प्रभुदासले यसरी भनेको छ, हि नेभर लेट अरे क्या। उहाँ 2 दिन बस्नुभयो है। अनि उहाँ त्यो 2 दिन बसेको कारण है लाजरस चाहिँ मर्यो, तर पनि उहाँ चाहिँ ढिलो भएको थिएन क्या। अनि उहाँले लाजरसलाई फेरि पनि बौल उठाउनु भयो। अनि त्यहाँ हामी के देख्छौँ भने 11:35 पदमा आएर उहाँ लाजरसको दिदी मार्थाले आएर भने, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन भनेर है भन्दछ है। अनि 35 पदमा है बाइबलको सबैभन्दा छोटो पद है, यीशु रुनुभयो है। यीशु किन रुनुभयो है? यीशु लाजरस मरेर उहाँ रुनु भएन है। यीशु यसकारण रुनुभयो है, मार्थाको अविश्वासलाई देखेर यीशु रुनुभयो है। आज तपाईँ र मेरो अविश्वासको कारण है यीशु ख्रीष्ट चाहिँ प्रभु चाहिँ धेरैचोटि दुखी हुँदछ है। सो परमेश्वर चाहिँ कहिले पनि ढिलो गर्नुहुन्न। उहाँको प्रतिज्ञामा उहाँको प्रतिज्ञालाई उहाँले पुरा गर्नुहुन्छ। त्यो एपोइन्टेड टाइममा उहाँले निश्चय नै त्यो पुरा गर्नुहुन्छ। सो हामी उहाँको एक ठाउँ यसरी भनेको छ क्या, गड इज नेभर लेट, हि इज अलवेज राइट अन हिज टाइम। परमेश्वर चाहिँ उहाँको समयमा जहिले पनि उहाँ चाहिँ हुनुहुन्छ। उपदेशक 3:11 भनेको छ, उहाँको समयमा उहाँले सबै कुरा सुन्दर हुनुहुन्छ। सो परमेश्वर कहिले पनि ढिलो गर्नुहुन्न। सो हामी अतालिनु हुँदैन, हामी उहाँको टाइममा हामी विश्वास गर्नुपर्छ।